ओ गुड मर्निङ। यस्तो चिसोमा केटाकेटीहरू धन्न दौडेको छन् है गाइज होइन। यस्तो चिसो छ। धोबीको मौसम। आज बुधबार हाल राष्ट्रपति रनिङ सिलको दिन चाहिँ सबै बच्चाहरू गङ्ग्रेर हिँडिरहेछ बाटोमा। यो ठाउँमा चाहिँ जिन्दगी घाम आउँदैन है। बिहानदेखि बेलुकासम्म यत्तिकै हो, पानीले भिजेको त्यत्तिकै हुन्छ यहाँ चाहिँ। आउनु आउनु दिउँसो 1 घन्टा जति लाग्ला। यस्तो मिठो चिसो छ। मिठो चिसोमा गेम हेर्नको लागि चाहिँ सबैजना हिँडिरहेछन् है मान्छेहरू धोबीमा। अब हामी पनि गेम हेर्नको लागि आएको। पेपर त खासै छैन धोबीमा। मान्छे अब सबै अलिअलि भएको नि गेम हेर्न आइसके। अलिअलि हाटमा जोस् आज रमाइलो हुन्छ हाटमा। गेम त फुटबल भलिबल कबड्डी पो चल्यो। ताइक्वान्डो चलिरहेको छ है गाइस। ताइक्वान्डो पुरै मजाले ताइक्वान्डो चलिरहेछ आजको दिनमा आएर। चिसो चिसो चिसो। ओहो हो 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 यतै रोक्ने, यतै छेउमा राख्ने नि यहाँनिर। हेरौँ न एकलट अब। यहाँ चाहिँ अब सर र म गेम हेर्नको लागि तल जाँदैछु। यस्तो भिडभाड छ। यति रमाइलो रहेछ यहाँ। हामी अब पसलमा सुनसान भएर बसिरहेको। पेपर छैन, बरु गेम हेऱ्यो भने त्यस्तो रमाइलो त हुने रहेछ है। यस्तो रमाइलो रमाइलो गेमहरू छुटेछ नि त मेरो हिजोदेखि। यहाँ चाहिँ के सुरु भइरहेको रहेछ हेरौँ गेम। आजको चाहिँ दामी गेम के हुन लागेको छ यहाँ। ओ जेन्जी ओ त्यहाँ पक्का र पुक्का हान्छ हौ। हान्छ है यहाँ। हान्छ है हान। आजको दिनमा आएर कक्रकै बनाएछ नि त्यो गान्छेलाई त बर हेर। सिगरेटको आधारमा रातो रिबनको खेलाडीलाई विजयघोषित गरिन्छ। नाच नाच एकचोटि हेर। यसपछिको बाउट निराजन श्रेष्ठ रेड कर्नर, अभिषेक तामाङ ब्लू कर्नर। 2 कर्नर 1 कर्नर। रेड कर्नर। हेलो हेलो मर्निङ मर्निङ मर्निङ। यसो गेम हेर्न आएको थियो। त्यहाँ भलिबल चलिरहेको रहेछ है बरु। ओहो ओहो हाई गर्दै हिँड। भाग्यमानी हुनु अहिले भ्लगमा आउँछौ तिमी। एडी भिक्टर एडी भिक्टर। ओ त्यता पो कडा रहेछ त यता भन्दा नि। हो केटाहरूको त यहीँबाट हेरौँ नि त। यस पछाडिको बाउ 45 केजी पहिलातर्फ ओ मालदाई कहाँ गेम हेर्न आइभइसक्यो बुढा। ठिक छ ठिक छ ठिक छ। कृष्ण बस्नेत बेला बसौँ आयो ल हुने बारेमा बित्रायल जिते गन्धु फर्मेसले अहिले टेनिसको फाइनलको राम्रो खेल्नु छ। मुरलीलाल तामाङ अरुण तामाङ हजुर सर। गर्नका लागि अङ्क 1 धेरै महत्त्व छ।
आकाश कार्की चलाकी बुलाकी त्यसले सुत्ती बजाकै सर के छ भने कहिले हो दाइके सारम यताको छर्को भन्छ दियो दियो नघान्दियो जस्तै भयो हेलो दर्शन को बोलेको ए म त साइड गइसकेको आउँछ